ल भिडियोमा ए भनेपछि हजुरको दिदीबहिनी दुईटा एउटा चितवनमा ए अनि दाइ त हजुरको बिर्सनु दाइको घर उता थियो अनि हजुरको उता चितवनमा को दिदी होइन चितवनमा चाहिँ दिदी हजुरको ए के छ अनि उतातिरको चाहिँ तपाईँ याद आउँछ होला हजुरलाई आफ्नो दिदी चाहियो दिदीको धेरै याद आउँछ होला हजुरलाई है उता दिदीले फेरि त्यस्तै याद गर्नुहुन्छ होला दिदी पनि अब के भयो दिदीहरू चाहिँ बुढी भयो चितवनमा जुन दिदी भन्नुभयो हाल्नुभयो चाहिँ के कस्तो के भएको खासमा बसेर काकाहरू ठिक छ अनि दिदीको चाहिँ कतिवटा छोरा छ छवटा छोरा बताले अनि छोरी छोरी अनि भनेपछि भान्जाहरू चाहिँ कता कता छ त भान्जा अब एउटा जौरमै छ माइला काइला कान्छामा चितवनमै छन् खाइला पोखरा खाइला पोखरा ए कान्छा चितवनमा छ अनि कान्छाको ससुराल त धादी भनेको छु है धादी बजारतिर भनेको छु नि अनि त्यही भएर अनि कान्छा चाहिँ आज चाहिँ अनि मामालाई र सानीमालाई भेट्ने भनेर माथि गाउँ आयो अरे यही तपाईँहरूकै एरियातिर आयो अरे क्या हजुरलाई र अनि सानीमा छ अरे त अनि भेट्नलाई ऊ र भान्जा भएर आयो अरे दुईजना भएर यहाँ आएन आजै आउँदैछ अझै हजुरलाई भेट्नको लागि भनेर कान्छो भान्जा पनि बसेर कान्छो भान्जा पनि र दिदीको छोरा बनेर दुईजना आँखा के भेट्नलाई हो वर्ष यहाँ आएन ए चस्मा खोल्यो भने चिन्नुहुन्छ मैले चस्मा खोल्यो भने चिन्नुहुन्छ मलाई ल हेर्नु त एकपल्ट कान्छो भान्जा होइन त म कान्छो भान्जा होइन